कठैभरि हाम्री भुन्टी वर्षौँदेखि यी पापी पिशाचीहरूले देखेको सपना आज आएर पुरा भएको छ। अन्ततः हाम्री भुन्टीलाई यी पापी पिशाचीहरू मिलेर यो अवस्थामा पुर्याउन सफल भएका छन्। हो दर्शकबिन, कुकुरलाई घिउ पच्दैन भने झै भुन्टीको घर परिवारलाई भुन्टीको माया कहिल्यै पनि पच्न सकेन। यता सहरमा भुन्टी जेलतर्फ जाँदै गर्दा एउटा दुःखद खबर सुन्थिन्, जो उनकी आमा गाउँमा बिरामी परेकी हुन्छन्। त्यसपछि भुन्टी हतार हतार गरेर आफ्नो घरमा आउँछिन् अनि भूमिका, भीम र भूपेन्द्र पनि घरमा नै आउँछन्। त्यसपछि भूपेन्द्रले भुन्टीमाथि यति ठुलो अत्याचार गर्छन्। हो दर्शकबिन, अन्ततः भूपेन्द्रले आफ्नो बुढीलाई एक कापड आफ्नो गालामा हानिदिन्छ। हो दर्शकबिन, जुन बुढाको साथ पाउनको लागि भुन्टीले यो सब गरिरहेकी छन्, यत्रो माया गरिरहेकी छन्, अन्ततः उनकै श्रीमानले उनीमाथि हात छोड्न पुगेका छन्। त्यसपछि भुन्टी रिसले कोठाभित्र छिसिन्। यता गाउँमा भुन्टीकी आमालाई लिएर सहरतिर गइरहेका हुन्छन् त बाटामा एउटी आइमाईले भन्छन् कि के तिम्री बुहारीले तिमीलाई राम्रो त गाउँमा गर्छिन्, तर के सहरमा गइसकेपछि के तिमीलाई राम्रो गरन्ला त भनेर ती महिलाले प्रश्न सोध्छिन्। हो दर्शकबिन, ती महिलालाई पहिले नै थाहा भए झैँ भनिन्, अब पूर्णिमाले सहरमा आएर के आफ्नो ससुरा र सासुआमालाई के नराम्रो गर्छिन् त? पक्कै पनि हुन सक्छ दर्शकबिन। यता गाउँमा भूमिकाकी आमा भूमिकाको विवाहलाई लिएर एकदमै चिन्तित रहेकी हुन्छन्। के तिमीले हाम्रो छिमेकीले हाम्रो छोरीको बारेमा के भन्यौ त? विवाहको लागि के मनायौ त भनेर प्रश्न सोद्धा उनको श्रीमानले के भन्छन् कि हाम्री छोरीमाथि अहिले ठुलो नराम्रो घटना घटेको छ, यसको बारेमा उहाँहरूलाई नभन्दा के पछि बिहा गरिसकेपछि हाम्रो छोरीलाई नराम्रो पो गर्ने हुन् कि, त्यही भएर हामीले उहाँहरूलाई सबै सत्य तथ्य भनेर मात्र यो कुरालाई अगाडि बढाउनु पर्छ भनेर भूपेन्द्रका बुवाले भन्छन्। तर भूमिकाकी आमाले नमानेर उनलाई फोन गर्छिन् अनि उता गाउँमा पनि दाउरा चिरिरहेका हुन्छन् विवाहको लागि। त्यसपछि भूमिकाकी आमाले उनलाई सबै कुरा नभनिकन लुकाइकन आफ्नो विवाहको लागि प्रस्ताव गर्छिन्। त्यसपछि उताबाटी पनि हुन्छ नि, म पनि विवाहकै लागि दौरा चिराइरहेको छु भनेर जवाफ आउँछ। यो सुनेर भूमिकाकी आमा एकदमै खुसी परेकी हुन्छन्। यता सहरमा पूर्णिमाले पनि टोकलेलाई एकदमै नराम्रो गरिरहेकी हुन्छन्। तिमीले कुनै पनि काम पाएका छैनौ, त्यसपछि तिम्रो आमा आएर, बुबा आएर र तिम्रो दिदी आएर यहाँ बस्छन्। त्यसपछि तिमीले मेरो बुबाको सम्पत्तिलाई त चलाउने होइनौ होला, कहाँबाट ल्याएर उहाँहरूको उपचार र उहाँहरूको खानाको व्यवस्था गर्छौ भनेर पूर्णिमाले उनलाई प्रश्न गर्छिन्। त्यसपछि टोकलेले भन्छन् कि मैले भारी बोक्ने काम पाएको छु भनेर भन्छन्। त्यसपछि पूर्णिमाले हजुरको त्यो भारी बोक्ने कामले त उहाँहरूलाई पक्कै पनि पुग्दैन होला भनेर भन्छन्। त्यसपछि टोकलेले नराम्रो मुख लाएर एउटा प्रश्न सोध्छन्, पूर्णिमा, जबबाटी मेरी आमा बिरामी परेकी छन् तिमीले मलाई नराम्रो गर्न लागेकी छौ भनेर टोकलेकी श्रीमतीले टोकलेलाई भन्छन्। यो सुनेर टोकलेको मनमा एकदमै ठुलो झट्का लागेको हुन्छ दर्शकबिन। यता भुन्टीको घर परिवारमा भुन्टीले जेलतर्फ जाँदै गर्दा किन फर्किन्छ भनेर भूपेन्द्रले घरिघरि आफ्नो मनमा कुराहरू खेलाइरहेका हुन्छन्। त्यसपछि भूपेन्द्रलाई पनि विश्वास हुन्छ कि मेरी बुढीले नै यो सब गरेकी हुन्, नत्र मेरी बुढीले त्यो अन्जान केटालाई रातिको 10 बजे फोन किन गर्थिन् त भनेर भूपेन्द्रको मनमा कुराहरू खेलाइरहेका हुन्छन्।
दर्शकबिन यो दुनियाँमा आफ्नै श्रीमानले त यति शङ्का गर्छन् त अरू त को नै हुन् र दर्शकबिन। आज आएर भूपेन्द्रले पनि आफ्नै बुढीलाई यो सब गर्नका लागि अघि सरिसकेका छन्। जब भूपेन्द्रका भाइ भीमले भूपेन्द्रलाई जेलमा हाल्न लाग्दाखेरि भुन्टीले आफ्नो बुढालाई घरमै लुकाएर आफ्नो बुढालाई सचेत गरेकी थिइन्। आजको समयमा आएर जब भुन्टी आफै लुक्न खोज्छिन्, जब भुन्टीले मैले गल्ती गरेको होइन र म आफै लुक्न खोज्छिन्, जब भुन्टी त्यति पनि विश्वास नगरेर भूपेन्द्रले भुन्टीलाई जेलतर्फ लानका लागि आतुर परेका छन्। हो दर्शकबिन, भूमिका र भीमकै कारणले गर्दा आजको समयमा आएर भूपेन्द्रले पनि आफ्नै बुढीलाई माया गर्नका लागि छोडिदिए। हुन त भुन्टीमाथि भूपेन्द्रको अलिकति भए पनि माया छ। जब भूमिका र भीमले भुन्टीमाथि नराम्रो गर्दा लाग्दाखेरि भूमिका र भीमलाई एकदमै थर्काएर भूपेन्द्रले आफ्नै बुढीलाई एकतर्फ लाग्थे। जब भीमले र भूमिकाले दाइ यो भुन्टीले त अत्याचार गरेर सीमा नै नाग्न सकी, अब यो भुन्टीलाई भित्रबाट हत्याएर बाहिर निकालेर जेलतर्फ लैजानुपर्छ भनेर भूमिकाले र भीमले जब दाइलाई भन्छन्, तब भूपेन्द्र छिटो छिटो गएर भुन्टीको ढोकामा ढकढकाउँछन्। तर भित्रबाट कुनै पनि जवाफ नआइसकेपछि भूपेन्द्र भुन्टीको झ्यालमा गएर हेर्छन् कि भित्र त भुन्टी लडिरहेकी हुन्छन्। दर्शकबिन, यी पापीहरू मिलेर भुन्टीलाई अन्ततः यो अवस्थामा ल्याउन सफल भएका छन्। दर्शकबिन, हाम्री भुन्टीमाथि यति ठुलो अत्याचार गरिरहेका छन्, तर भुन्टीले यो सबै सहेर अगाडि बढ्ने सोचेकी थिइन्। कठैभरि हाम्री भुन्टीमाथि यति ठुलो अत्याचारको सीमा नागेको देखेर दर्शकबिन म त अचम्म नै परेको छु। भुन्टी हुन त एकदमै असल बुहारी हुन्, तर पनि उनको घर परिवारले उनलाई कहिल्यै पनि देख्न सकेन र उनलाई कहिल्यै पनि माया गर्न सकेन। आजको समयमा आएर त उनका जेठाजुले पनि उनलाई नराम्रो भन्न लागेका छन्। हुन त उनकी जेठानीले उनलाई सधैँ नै नराम्रो व्यवहार गर्थिन्, तर उनको जेठाजुले त उनलाई अलिकति भए पनि राम्रो व्यवहार गर्थे। तर भीमकै कारणले गर्दा उनको जेठाजुले पनि उनलाई आजको समयमा आएर नराम्रो भन्न लागेका छन्। दर्शकबिन, अब आउने भुन्टी एपिसोडमा भुन्टीले सबैबाट माया पाउनुपर्छ र भुन्टीले सुख पाउनुपर्छ भन्ने जतिले हाम्रो यो भिडियोलाई लाइक गरेर च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला र हाम्रो यो पेजमा पनि जोडिन सक्नुहुनेछ। अब हामी अर्को आउने एपिसोडमा भेट्ने छौँ दर्शकबिन।